हलमा जम्बो गाडीमा हिँडेको। ठुलो जम्बो गाडीमा हिँडेको। टोलीहरू हराइ गयो यता। हेलो टोलीहरू यता हाई गरौँ त। हामी बेलटार हिँडेको हो। कता हिँडेको? बेलटारसम्म मात्रै हो। हामी चाहिँ संस्कृति पार्टीको हो। ए भोट केमा? माटोमा हाल्ने हो। केटिएम टु खोटाङ। खोटाङको यात्रामा छौँ हामी। खोटाङ चाहिँ के गर्नु हिँडेको? कसको बिहा? अब उता भेट्दै गरौँला। खोटाङ देउराली दर्शन गाडीमा अब हामी जान लागेको। सावा देउराली दर्शन हाम्रो गाडी सावा जाने। खोटाङ सावा किटरी सावा कटहरी जाने गाडीमा जाने। गर्मी हुने भयो। यो चाहिँ मेरो माइली बहिनीको घर। बजार यो यस प्रकार छन्। भाइ छन् यहाँ जुत्ता सिलाउने। घर कहाँ भाइको? कञ्चनपुर। बिहानै आउने? ए बास बस्ने? ए हामी चाहिँ हिजो काठमाडौँबाट हिँडेको आज बेलटार बजार आइपुगेका छौँ। यो बेलटार बजार हो। तल ऊ बजार बाट पनि देखिन्छ। आज हुस्से लागेर देखिएको छैन राम्रो। माथि पहाडहरू, यही पहाडहरू काट्दै जाने हो खोटाङ। आज हामी अब अर्को गाडीमा। बेलटार बजार तल्लो साइडपट्टिबाट देखिएको यो चाहिँ चुक छ। यहाँ बजार लाग्छ बिहिबारे हाट। यहाँनिर यता पूर्व धरान जाने बाटो, यता पश्चिम गाईघाट जाने बाटो, यता उत्तर खोटाङ जाने बाटो भोजपुर। ब्रिज भनेको यही हो साथी। हेरौँ है यहाँनिर चाहिँ गम्भीर तरियो है। जल्दी मलाई ऊपर ना
जन्तेढुङ्गा गाउँपालिका सुरु भयो अब मेरो साथीको अरे तर अब राम्रो इमेज छैन भन्छन् मलाई थाहा छैन मेन्सन माई फ्रेन्ड पालिका अध्यक्ष अरुणा राई थाहै छैन मलाई हाम्रो खोटाङ जिल्लाको हालत यस्तै छ है साथीहरू धुलो छ पिच सलल धुलो पनि छैन हामी त पिचमा सलल गुडी राखेको छु है गाउँहरू कति रमाइलो छ रुख बिरुवा वनस्पति काँडा काँडा हाम्रो सम्पदाहरू कति अमूल्य छन् हामी गरिब भएर केही नभए जस्तो भएर बस्नु परेको छ जिन्दगीमा के भन्छ छैन कसको चाहिँ हुन्छ हौ कसैको छैन त्यतिकै हो नि हाम्रै छ नि होइन अरूको हामीलाई किन चाहियो श्रम संस्कृति टोलीले यो चाहिँ जन्तेढुङ्गा भन्छ ठुलो पिपल यो चाहिँ के रहेछ जन्तेढुङ्गा भन्छ यहाँ सत्ययुगमा चाहिँ जन्ती जाँदा जाँदै अल्पेको भन्ने विश्वास छ त्यहाँ ढुङ्गाको लहरै लहरै छ उहाँहरू नै हो जन्ती यहाँ देखिरहनु भएको छ ढुङ्गाको लहरै 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 हुनुहुन्छ उहाँहरू चाहिँ जन्तीहरू चाहिँ हिँड्दा हिँड्दै यहाँ अल्पिन भएको अरे भन्ने जनविश्वास छ हेलो गाइज कुदेर त म खिच्न सक्दिनँ अरे के कुदेर त म खिच्न जन्तेढुङ्गाकै सिन हो यो सबै यहाँ सुम्निमा पार्वङको प्रतिमा पनि छ यो पार्क समरमा चाहिँ खतरा ग्रिनेरी हुने रहेछ नि मेरो खोटाङको हावा मेरो माटोको हावा मेरो देशको हावा मेरो देशको हावा तल्लो
के चन्तेढुङ्गा गाउँपालिका बजार आयो तर राम्रो बजार देखिएन अनि हामी कहाँनिरबाट जाने हो र दामी देखिएको छ चिसापानीको बजारमा बाटो बनाइरहेछ अरे त्यही भएर तलको बाटो गयो यस्तो छ अवस्था हुनुभएको कि हाम्रो सावा खोला यस्तो माया लाग्छ नभइदिनु न प्लिज मन रुन्छ मन दुख्छ धान रोप्ने ठाउँहरू माछा मार्ने ठाउँहरू हाम्रो सावा खोलामा पनि पक्की पुल लाउनु लाग्नु भएको रहेछ बनाउनु लाग्नु भएको रहेछ हल्लिएर कि हाम्रो साखोलाको पानी ए भुटार पो हो नि त
हात्ती ठुल्ठुलो घर हजुर गाडी चलेपछि कोही हराएको छ हाम्रो जग्गामै अहिले त कति निकै बाक्लो नि बाक्लो देखिन्छ आवाज हो नि आफैले बिर्सेँ यहाँ बसेर बिर्सेर कुवा बाजे खोज्दा खोज्दा म चाहिँ आफ्नो जङ्गल पहिला घाँस दाउरा गर्ने जङ्गल के साह्रो जङ्गल नि हाम्रो गाउँ त खोइ घर देख्यो हात्तीबार त हुन्छ नि देवाको घर आयो बेलुक पऱ्यो होला दाजु